सर हजुरको परिचय बताइदिनु न। म डाक्टर राजु अधिकारी, म एनएबी को फाउन्डिङ प्रेसिडेन्ट, फेन्का को फाउन्डिङ प्रेसिडेन्ट र कम्युनिटी वर्कर, र म CSRमा एज अ साइन्टिस्ट काम गर्छु। ओके, अनि हजुर अस्ट्रेलिया आउनुभएको चाहिँ कति भयो? म भयो 30-32 वर्ष भयो। 30-32 वर्ष, 3 दशक बिताइसक्नु भयो होइन। यो अवधिमा चाहिँ नेपालको सबैभन्दा बढी तपाईँलाई मिस हुने कुरा चाहिँ के हुन्छ? माटो आफ्नो चाहिँ यहाँ जति बसे पनि जे खाए पनि उ गर्दाखेरि पनि 1 वर्ष त्यहाँ नजाँदाखेरि यु फिल भ्याक्युम लाइफमा, केही न केही डिसइन्गेज भयो जस्तो लाग्छ। अनि कहिले फर्कने त अब नेपाल? भावनात्मक 30-32 वर्ष त बिताइसक्नु भयो होइन, अब कहिले फर्कने त नेपाल? अब यो फर्किने कुरा चाहिँ इट्स $1 मिलियन क्वेसन। मलाई के लाग्छ भने फर्किँदाखेरि चाहिँ एउटा वातावरण जुन हुनुपर्ने हो नेपालमा, यो अस्मोसिस प्रोसेस हो कि हाई कन्सन्ट्रेसनमा लो कन्सन्ट्रेसन जाने जुन बडीमा हुन्छ। अब नेपाल गभर्मेन्टको चाहिँ हाम्रो बेलामा जति पनि गए पढ्न, त्यतिखेर चाहिँ हामीभन्दा अगाडिका सिनियरहरू फर्केथे, स्कलरसिप गरेर FRCS गरेर के गरेर फर्किन्थे। एउटा वातावरण थियो, एउटा चाहिँ ठाउँ थियो, फर्किन्। तर अहिले आएर 3 दशकमा नेपालको जुन पोलिटिकल रिभोल्युसनले गर्दा जुन फ्लुइडिटी आयो र जुन हिसाबको एउटा क्राइसिस र युथको चाहिँ लस्ट भयो पपुलेसन, जसलाई चाहिँ एउटा फ्युचर देखेन, त्यसमा इम्प्लोइमेन्ट छैन, गभर्मेन्टको पोलिसीहरू क्रिएटिभ छैन, त्यसले गर्दाखेरि अहिले जो इन्फ्लक्स भएर गयो, त्यसले गर्दाखेरि अब यहाँ आउने कुनै पनि मानिस जान्छु भन्दा पनि जान पाएन। अब त्यो गभर्मेन्टलाई पार्टली ब्लेम गरौँ होइन, गभर्मेन्टले त्यो कन्डुसिभ एउटा चाहिँ त्यो वेलकमिङ एउटा चाहिँ इन्फ्रास्ट्रक्चर क्यापेसिटी तिनीहरूलाई एब्जर्भ गर्ने जस्तो चाइनाले गर्यो, इन्डियामा सब फर्किरहेछन्। अब त्यो गर्न पर्यो एउटा। अर्को कुरा चाहिँ मलाई के लाग्छ भने हामीहरू पनि अब यो डिजिटल एजमा फिजिकली नजान सके पनि AI को एजमा चाहिँ हामी इलेक्ट्रोनिकली पनि हामीले धेरै कुराहरूमा इङ्गेज भएर नेपालका ठुल्ठुलो प्रोजेक्टहरूमा कन्ट्रिब्युट गर्न सक्छौँ होइन। काइन्ड अफ ग्लोबल सिटिजन भएर हामीले चाहिँ त्यो नेपालको डेभलपमेन्टमा यहीँ बसेर पनि काम गर्न सक्नुपर्ने हो। तर गभर्मेन्टले त्यसलाई पनि प्रायोरिटीमा राख्दैन होइन। जस्तो हामीले धेरैतर प्रोजेक्टहरूमा वाइट पिपलहरूलाई इन्भल्भ गराइरहेछौँ, प्रोजेक्ट आउँछ, फन्डिङ आउँछ, एक्सपर्टहरू आउँछ, तर नेपालीलाई एज एन एक्सपर्ट भनेर गभर्मेन्टले त्यो लेभलमा अझै पनि कन्फिडेन्स नभए हो कि त्यो नगरे हो कि त्यो थाहा भएन। तर अहिलेको डिजिटल एजमा डिजिटल डिभाइडले चाहिँ सबै कुरा ब्रिज गरेछ। मलाई लाग्छ आउँदो 10 इयर्समा नेपालको यो जुन माइग्रेसन जुन अहिले छ यो सायद अलिकति पल्टो पनि खान्छ होला। त्यो खाल्टो खाँदै सायद गभर्मेन्टको पोलिसीहरू राम्रो आएर डिजिटललाई टेक्नोलोजीलाई युज गर्ने हो भने अहिले मैले धेरै युथहरूसित कुरा गरिरहेको छु। अहिले यति स्टार्टअपहरू खोलेर बसिरहेको छ नेपालमा, अमेरिकाका जागिर छोडेहरू, कन्फिडेन्स भएको मान्छेहरू, गभर्मेन्टले नदिए पनि हामी आफै गर्न सक्छौँ भनेर PhD गरेर राम्रो जागिर छोडेर अहिले स्टार्टअप खोलेछ। AI मा रकेट लन्चमा केमा मसित कन्ट्याक्ट भइरहेको हुन्छ भनेपछि त्यो लेभलको कन्फिडेन्स सबैसित हुँदैन होला। फर्किँदाखेरि कतिपय मानिसहरू फर्किँदाखेरि उनलाई चाहिँ अलिकति दिनुपर्छ इन्सेन्टिभ र अलिकति इन्फ्रास्ट्रक्चर, आफै गर्न सक्दैन होइन। त्यो सबै कुरालाई इन्टिग्रेटेड वेमा गभर्मेन्टले चाहिँ यो रिसोर्सेस, डायस्पोरा रिसोर्सेसलाई NRN त्यत्रो ठुलो संस्था खोल्यो होइन। तपाईँको हाइड्रोमा इन्भेस्टमेन्ट भने, यसमा भने, दोहोरो नागरिकता भने, त्यो सोसियल र उसमा इन्भेस्टमेन्टमा फोकस भयो। नलेज ट्रान्सफरमा जुन एउटा चाहिँ हाइवे बनाउनु पर्यो त्यो गरेर अहिलेको जेनेरेसन इज भेरी एजुकेटेड, भेरी नलेजेबल। उनीहरूलाई चाहिँ पैसा भन्दा पनि नलेज र उसको ट्रान्सफरबाट चाहिँ अट्र्याक्ट गर्न सकिन्छ। त्यो लेभलको पोलिसीहरू आउनु पर्यो। अब दोष कसैलाई नदियो, मेरो त म त गइरहेको छु, एभ्री इयर जान्छु म। हामीले नेपाल साइन्स फाउन्डेसन ट्रस्ट खोलेछौँ आजभन्दा 11 वर्ष अगाडि। त्यसको थ्रु हामीले काम प्रोजेक्टहरू गरिरहेछौँ। ओपन युनिभर्सिटी हामीले लगेकै हो, त्यहाँ गएर स्थापना गरेकै हो। त्यो उनीहरूले चाहिँ अब त्यसरी चाहिँ कन्ट्रिब्युट गरिरहेछ। तर बाहिर बसेर पनि कन्ट्रिब्युट गर्न सक्छ र नेपालले चाहिँ चेन्ज चाहिँ गर्नुपर्छ डाइनामिक्स पुरा। आफ्नो यो फरेन पोलिसीलाई जसरी हेर्छ त्यसै यो डायस्पोरा पोलिसी अलिकति विक छ। नलेजलाई कसरी ट्रान्सफर गर्ने, कसरी कनेक्ट गर्ने भन्ने कुराहरू डिपमा गएको छैन। त्यसलाई अझै अध्ययन गरेर त्यसलाई चाहिँ मोर युजर फ्रेन्डली, डायस्पोरा फ्रेन्डली, त्यो टेक्नोलोजी ट्रान्सफर फ्रेन्डली त्यस्तो कुराहरू चाहिँ गऱ्यो भने डेफिनेटली हुन्छ होला। नेपाल इज ग्रोइङ एन्ड बिकमिङ मोर के अरे रिच इन टर्म्स अफ अब डिस्प्यारिटिजहरू छँदैछ। तर पहिलाको नेपाल र अहिलेको नेपालमा पोलिटिक्सलाई छोडिदिने हो भने देयर इज लट अफ अपर्च्युनिटिज एन्ड आई थिङ्क वी सुड बी एबल टु बी फिल प्राउड एज ए नेपाली ग्लोबल यहाँ बसेर पनि। हुन्छ, थ्याङ्क यू सर। थ्याङ्क यू।